हेलो नमस्ते, स्वागत छ मेरो च्यानलमा। आज म बनाउँदैछु अमलाको अमिलो, पिरो, गुलियो र स्वादिलो अचार। यो अचार खानामा मात्र होइन, स्वास्थ्यको लागि पनि एकदमै फाइदा हुन्छ। अमलामा भिटामिन सी ले भरिपूर्ण हुन्छ र यसमा अन्य भिटामिनहरू भिटामिन ए, भिटामिन ई, भिटामिन B1, B2, B3 पनि पाइन्छ र अमलामा खनिज तत्त्वहरू जस्तै आइरन, क्याल्सियम पनि पाइन्छ। र आउनु सुरु गरौँ अमलाको अचार बनाउनको लागि चाहिने सामग्रीहरूबाट। मैले आधा केजी जति अमला लिएकी छु र मसलामा मैले 1 चम्चा सौंफ, जिरा धनियाको धुलो 1 चम्चा, आधा चम्चा बेसार, आधा चम्चा बिरे नुन, आधा चम्चाको पनि आधा रङ सुक्मेलको पाउडर र 1 चम्चा गरम मसला र स्वाद अनुसार नुन, थोरै लसुन, 1 चम्चा तोरी र थोरै अदुवा काटेकी छु टुक्रा पारेर र खुर्सानी र एउटा सानो कटौराको 1 कटौरा सक्खर लिएकी छु र अमलालाई मैले एउटा टाप्केमा पकाउँदैछु। 5 देखि 8 मिनेटसम्म पकाउनु पर्छ यसलाई र अमला पाक्दैछ, फुट्न लागेको छ अमला र यसरी फुट्यो भनेपछि अमला पाकेको हुन्छ र अब मैले यसलाई झिक्दैछु र अमलाको हड्डीहरू मैले सबै फालिसकेँ र यसरी हड्डीहरू फालिसकेपछि यसलाई एकछिन सेलाउन दिनुपर्छ र अमला सेलाइसकेको छ। मैले ग्यास अन गरेर एउटा प्यानमा तोरीको तेल हाले। अचार बनाउँदा तोरीको तेल नै राम्रो हुन्छ र सौंफ हाले मैले यसमा। सौंफ र तोरी हालेर यसलाई एकछिन फुराउने। तोरी र सौंफसँगै अब यसमा अदुवा र लसुन पनि हालेर एकछिन फुराउने र यसलाई राम्रोसँग चलाउने। यसलाई एकछिन पाक्न दिनुपर्छ र अब यसमा सबै अमलाहरू हाले मैले यसमा र यसलाई अब राम्रोसँग चलाउने। अमलाको सबैतिर तेल लाग्ने गरी यसलाई चलाउँदै एकछिन भुट्नुपर्छ र यतिको भइसकेपछि मैले यसमा अब सक्खर हाल्दैछु र सक्खर हालिसकेपछि यसलाई राम्रोसँग चलाउने। चिनी हाल्दा पनि हुन्छ यसमा, मैले भने सक्खर नै हालेकी छु किनकि सक्खरले राम्रो कलर देखाउँछ। सक्खर सबै पग्लिसकेको छ र यसलाई एकछिन चलाउँदै एकछिन पकाउने र यतिको भइसकेपछि मैले यसमा खुर्सानी एड गरेँ। खुर्सानी मैले धेरै मसिनो बनाएकी छैन र बाँकी मसलाहरू सबै यसमा हालेर यसलाई राम्रोसँग चलाउँदै 2 मिनेट जति मिडियम हिटमा पकाउने। अमलाको अचार यसरी बनाएर खाँदा हाम्रो स्वास्थ्यलाई एकदमै फाइदा गर्छ। पाचन प्रणाली राम्रो बनाउँछ, सुगर र कोलेस्ट्रोल नियन्त्रण गर्छ र रुगाखोकी कम गर्न मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। तपाईहरुले पनि यसरी नै अमलाको अचार बनाएर एउटा सिसाको डिब्बामा स्टोर गरेर राखेर महिनौसम्म खान सक्नुहुनेछ। अब तयार भयो अमिलो, पिरो, गुलियो, तीनै स्वादले भरिएको अमलाको अचार। घरमै सजिलै बनाउन सकिने अमलाको अचार तपाईहरुले पनि आजै बनाएर हेर्नुहोस्। आजको रेसिपी तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। आजको भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरु सबैलाई धन्यवाद र फेरि अर्को रेसिपीमा
भेटौँला। थ्याङ्क यू।